हेलो नमस्ते। म अहिले यो बिटिएसको लाइभ कन्सर्ट भनिएको छ कोरियामा, यो फ्रीमा त्यो पनि त्यसको लागि टिकट काट्नलाई स्ट्यान्ड बाई रूपमा रहेको छु। हेरौँ अब टिकट काट्न सकिन्छ सकिँदैन। अहिले 17 सेकेन्ड भयो, ट्याक्क 8 बजे खुल्ने भनिएको छ। र यहाँ चाहिँ म यहाँ नोल्जाको चाहिँ नोलको चाहिँ टिकट छ, त्यसमा पनि जान्छु। र टिकटमा गएर सर्च गरौँ एकचोटि। बिटिएस भनेर सर्च गर्छु म। बिटिएसको चाहिँ यहाँ 8 बजे चाहिँ ठ्याक्क सुरु हुनेछ भन्छ होइन। र त्यसको लागि मैले सेकेन्ड हेर्छु, ठ्याक्क 48 भयो, 49, 50, 55, 56, 57, 58, 59, 60। ल ठ्याक्क म एमए हार खाकी हुन्छु। र एमए हार खाकी गयो होइन। कुमन खोङिनसँगबो फान्मेसँगबो ठिक छ। खिबुनगुप भरिन्का मुइजा सबै गरेर एमए आइगरम चाहिँ थेकिउन यो छ 95,000मा छ। अब त्यो गाह्रो छ, सायद मिल्दैन होला किनकि एकदमै धेरै भएछ। अब 98,000 93,000 त अब छ वेटिङ। अब गाह्रो छ। ल फेरि पनि तपाईँलाई स्वागत छ होइन। म अहिले यो बिटिएसको लाइभ कन्सर्टको लागि बिटिएसको चाहिँ अहिले यो उनीहरू चाहिँ पहिला लगभग धेरै समय उनीहरूले चाहिँ आर्मी ट्रेनिङको लागि गएको थिए, कोरियामा खुन्दिए जाने भन्छ होइन, गएको थिए। र त्यस पश्चात अहिले फेरि उनीहरूले ब्याक एल्बम नयाँ एल्बम आउँदैछ, त्यसको लागि अहिले चाहिँ बिटिएस कमब्याक लाइभ चाहिँ हामीले चाहिँ एडिराङको लागि हेर्दैछौँ। र त्यसको कन्सर्ट हुँदैछ र त्यही कन्सर्टको चाहिँ अहिले यो टिकट काट्ने लाइन हो यो। अब यानोल्जाको चाहिँ यानोएल टिकट भन्ने एप छ, त्यसमा चाहिँ यो काट्ने हो। त्यसको लागि यानोएल भन्ने छ होइन, त्यो यानोल्जाको एप हो। र यसकै अहिले यो टिकट काट्ने प्रोसेसिङ हुँदैछ, बहुत धेरै भएको भएर अब पालो चाहिँ आउला जस्तो छैन। अब त्यही युट्युबमै हेर्ने भइयो जहाँसम्म लाग्छ होइन। लाइभ त अब खै, त्यही पनि हेरौँ। अझै पनि 63,000 मेरो पालो आउन बाँकी छ भने 90,000 अझै पछाडि टोटल चाहिँ पर्खिनेहरू छन् भनेको 30,000 अगाडि चाहिँ मेरो पालो आउँछ टोटल पर्खिनेको सङ्ख्याभन्दा लगभग। यो कति लाखले हेर्ने कन्सर्ट हो भन्नु पऱ्यो होइन, खोइ हजारौँ अब 3-4 लाखले हेर्ने कन्सर्ट भए त पक्कै मेरो पाला होला। तर यो अब केही हजारले मात्रै हेर्ने कन्सर्ट भयो त यो सम्भव हुँदैन। तर एउटा आशाको केन्द्रबिन्दु कहाँनिर छ भने बिटिएसको कन्सर्ट के हजारमा हेर्छ, लाखले हेर्छ भन्ने चाहिँ मेरो थम्याइ हो। त्यस कारणले गर्दा अझै पनि झिनो आश चाहिँ मैले लिएर बसिराखेको छु। अहिले 19 मिनट भइसक्यो मैले यो सुरु गरेको लाइभ, के अरे यो सुरु गरेको लगभग अब 17 मिनट पास भइसक्यो, 18 मिनटमा छ। त्यतिन्जेलसम्म पनि मेरो पालो आउनलाई अझै पनि 61,655 बाँकी छ भनेपछि यो भनेको आकाशको फल आँखातरी मर जस्तै हो कि चाहिँ हामीलाई लागिरहेको छ। त्यहाँ अलिकति म सुरुमा चाहिँ यो केही त्यहाँ के लेखेको छ पढेर चाहिँ जानलाई चाहिँ अलिकति मैले गल्ती गरेँ। त्यो पढ्नलाई अलिकति नपढिकन डाइरेक्ट जानुपर्ने रहेछ। नेक्स्ट टाइम पक्कै पनि मैले यस्ता कुराहरूमा चाहिँ ध्यान दिनेछु। अब त हेर्ने अब पढ्ने सक्ने तरिका त्यहाँ केही पनि बुझ्दैन, डाइरेक्ट जाने हो, क्लिक मात्र गर्ने, झ्याप जाने भन्ने हाम्रो चाहिँ अब अनुभवले बताउँछ। यो बिटिएसको कन्सर्टमा चाहिँ अहिले यो अब सम्भवतः आजको यो कन्सर्ट हातबाट फुट्क्यो भन्ने हामीलाई लागिरहेछ। तैपनि त्यही बिटिएसको कन्सर्ट त के को हजारमा हुन्छ, लाखौँमा हुन्छ भन्ने एउटा मेरो व्यक्तिगत बुझाइमा अनुसार अझै पनि पर्खिरहने छु भन्ने चाहिँ छ। अझै पनि 60,000 क्रसले यो कन्सर्ट अब हेर्नलाई त अब 88,000 अझै पनि बाँकी छ। र मेरो पालो चाहिँ 60,000 पछाडि मात्र आउँछ। पहिला आइयुको चाहिँ कन्सर्ट हुँदाखेरिको जस्तै भयो भने त हुन नि सक्छ, रेकर्ड ब्रेक कन्सर्टहरू जस्तो।
त्यस कारणले गर्दाखेरि अझै पनि मेरो पालो आउँछ कि भन्ने चाहिँ मेरो अलिअलि आशको त्यान्द्रो चाहिँ बाँकी छ र अझै पनि 74,000 जति मान्छेले चाहिँ कुरिराखेका छन्। तिनीहरू पनि अब लगभग अब मभन्दा पछाडिका पर्नेहरू त अब त्यस्तै हो, उनीहरूको पनि जिन्दगी गइहाले। कन्सर्ट हेर्ने सपना उनीहरूको पनि यसपालि चाहिँ चकनाचुर भइहाले मेरो जस्तै। र त्यही हो अब भनेको कुनै पनि हालतमा कन्सर्ट हेर्न पाइने अवस्था छैन। अब अन्तिम जनाउ घन्टी बज्न मात्र बाँकी छ। कुरा त्यति हो। अन्तिममा यिनीहरूले के चाहिँ मेसेज दिँदो रहेछ त्यो चाहिँ हेरौँ। यो एपलाई हामी अन्तिमसम्म कुरिराखेका छौँ है भन्ने चाहिँ जानकारी दिउँ होइन। त्यो अब कन्सर्ट त त्यही टिभीमा हेर्ने भइयो, युट्युबमा पछि हेर्ने भइयो, कोही टिकटकहरूमा क्लिप्सहरू हेरिने भइयो। लाइभ भनेको चाहिँ यसपालि उडायो सबै सपना हुरीले। अब अन्तिममा के मेसेज चाहिँ दिँदो रहेछ यिनीहरूले त्यो चाहिँ हेरौँ भन्ने छ अझै पनि। त्यसकारण सम्भावना नै छैन भन्दा पनि हामी पर्खिन चाहिँ जानेका छौँ है साथीहरू। यहाँ अब कुनै एउटा दैविक चमत्कार हुनु आवश्यक छ त्यसको लागि, किनकि अझै पनि 38,000 भन्दा बढी म जस्तै दुखी आत्माहरू कुरिराखेका छन् र मभन्दा पछाडि पनि थुप्रै दुखी आत्माहरू कुरिराखेको तपाईँलाई जानकारी गराउन चाहन्छु। तपाईँले देखिराख्नु भएको छ अझै पनि 62,834 जना चाहिँ दुखी आत्माहरू केही गरी पालो आइहाल्छ कि भन्ने आशमा यो एपमा झुन्डिरहेको तपाईँ देख्न सक्नुहुन्छ। पर्खिनुपर्छ भन्ने कुरालाई यसले देखाएको छ। तर के को लागि पर्खिने भन्दाखेरि अन्तिममा के मेसेज चाहिँ दिँदो रहेछ हेरौँ। र नेक्स्ट टाइमबाट आउँदा दिनहरूबाट चाहिँ यसले चाहिँ कुनै पाठहरू पक्कै सिकाउनेछ। त्यसकारण यो भिडियोलाई तपाईँ पनि अन्तिमसम्म हेर्नुहोला। अझै पनि 33,734 जनामा म पर्छु र 58,560 जना अझै पनि पर्खाइमा छन् म जस्तै दुखी आत्माहरू। र लाग्छ यसबाट पक्कै पनि अगाडि बढ्ने भनेको एकदमै थोरै हो। साथीहरू तपाईँलाई कस्तो लागिरहेको छ? अहिले 8:39 क्रस भइसक्यो। यो भनेको चाहिँ यो टिकट खुलेको त्यति नै भइसक्यो। थुप्रै व्यक्तिहरूले चाहिँ यो टिकट आफ्नो हात पार्न सफल भइसकेका छन् र हात पार्न असफल हुनेहरूमा म छु लगायत अझै पनि 55,000 को हाराहारीमा हुनुहुन्छ र उहाँहरूमध्ये कोहीले त पक्कै पार्नु होला। तर मेरो पालो आउनलाई अझै पनि 30,000 बाँकी रहेको छ। 30,000 क्रस बाँकी रहेको छ भनेपछि मेरो पालो त त्यही हो। कुन दुनियाँको फल आँखा तरे मर भने जस्तै होला भन्ने आश गरौँ। अब चुकुम्मान खिदारे जिस्यो भनेको पनि उहिलेदेखि हो। त्यो चुकुम्मान भन्दै यहाँ 40 मिनट गइसक्यो। कोरियाको पाल्ली पाल्ली मुनुवा भन्ने थियो, त्यसले पनि आज फ्लप खाएको छ। हामीलाई कुराएको कुराई गरेको छ यसले, कतिन्जेल कुराउँछ र अन्तिममा टाटा बाई बाई भन्छ यसले। तै पनि कुरिरहेका छौँ। तपाईँलाई के थाहा छ र बढीलाई? अझै पनि साथीहरू 24,878 जना कुरिराखेका छन्। त्यसपछि मेरो पाला आउने हो। त्यो त अब हेरौँ। 49% को चाहिँ यहाँ के भने यसको एमए भइसकेको जनाको छ। एनजे थिकी वान अझै पनि 49,582 रहेको छ। तपाईँहरूलाई यो जानकारी गराउन चाहन्छु। र बिटिएस कमब्याक लाइभ आरिराङमा हुनेछ होइन। त्यो हामीलाई यो टिकट ओपन भएको छ। अहिले यो टिकट ओपन भइसक्यो तर यहाँ
टिकट काट्न सकिने सम्भावनाहरू झन् हराइरहेका देख्न सक्छौँ। साथीहरू, यो 22,000 घटिसकेको छ मेरो पालो र के अझै 22,000लाई यहाँ प्लस गर्न सक्छ नि त? गर्नु त सबै 46,000लाई नै गरोस्, मेरो चाहना हो। तर यहाँ 49% अघिदेखि देखिरहेको हुँदा यसले मेरो पालो पनि आउने निश्चित छैन भन्ने कुरा मैले देखिरहेको छु। दैविक शक्ति नै आयो भने होला, नत्र त त्यही टेलिभिजन र युट्युबमा मात्र हेर्न पाइने यसपालिको बिटिएस कन्सर्ट है त। रातभरि करायो दक्षिणा हरायो भन्ने हुन्छ कि जस्तो लागिरहेको छ अहिलेसम्मको अवस्था हेर्दाखेरि। विगत 1 घन्टा 14 मिनट 15-16 मिनटदेखि कुरिरहेको यो सामान्य पर्खाइ छैन। यो पर्खाइको घडी समाप्त हुने बेलासम्म यसले रिजल्ट के दिन्छ भन्ने कुराहरू त मैले तपाईँलाई अन्तिममा देखाउने नै छु। कोट खोकिङ निमे सुनसगा थाकाउमिदा एमेरुल छुनबी हेजुसेओ बिटिएस कमब्याक लाइभ एडिराङमा चाहिँ आडिराङ भन्छ कोरियनले, यो एडिराङ नै होला है प्रोनाउन्सिएसन चाहिँ। यो प्रोनाउन्सिएसनलाई चाहिँ कमेन्ट नगर्नु होला है, मेरो प्रोनाउन्सिएसन राम्रो पनि छैन र प्लस यो इङ्ग्लिस पनि आउँदैन, इङ्ग्लिस चाहिँ फेरि कोरियन या मिक्स हुन्छ, त्यस कारणले गर्दा झन्। र अहिले 3,700 को आसपास मेरो पालो रहेको छ। अब यो दुखी आत्मा खुसी आत्मामा जान्छ या दुखीमै रहन्छ, त्यो अन्तिम क्षणले बताउने नै छ। मैले जहाँसम्म बुक गर्न सक्छु कि झैँ लाग्छ अब चाहिँ, किनकि यहाँ आशाका केन्द्रहरू अलिअलि देखिन थालेको छ र मेरो पालो 3,170मा हुँदाखेरि 30,084 जना अझै पनि कुरिरहेका छन्। यो बोल्दा बोल्दै घट्छ, यो त्यो भएर चाहिँ अलिकति फरक पनि पर्न सक्छ, तर त्यही हो, सेकेन्डमा घटिरहेको हुन्छ। थाहा छैन यो सबैजनाले बुक गर्न पाउँछ पाउँदैन, त्यो चाहिँ थाहा भएन मलाई। मैले पनि पाउँदिनँ होला भन्दै अब चाहिँ आशाको केन्द्र अलिअलि पलाइरहेको छ, अङ्कुराउन थालेको छ भनौँ। किनभने अब 29,096मा आइसक्यो, यो भनेको चाहिँ धेरै कम हो। अझै पनि 2,767 जनामा मेरो पालो आउँछ। त्यस पछाडिका कुर्नेहरूको सङ्ख्या टोटल भनेको 29,727 रहेको छ। यसले के देखाउँछ भने मेरो पर्खाइमा यो बिटिएसको मैले टेलिभिजनमा होइन लाइभमै हेर्ने मुनाहरू अङ्कुराउन थालेको मैले देख्दैछु। यसलाई अङ्कुराएर अगाडि आउँछ या के हुन्छ त्यो त अन्तिमसम्म थाहा हुने नै छ। अहिलेसम्मको सम्भावनाले के देखाउँछ भने यो अङ्कुराइरहेको छ, त्यो चाहिँ देखाइरहेको छ। र 9:19 गइसकेको छ यहाँको समयअनुसार। यो भनेको मैले 1 घन्टा 21 मिनट 2 मिनट पहिलादेखि मैले यो कुरिरहेको हो र त्यसको लागि मैले बिहानै अलार्म लगाएर पनि राखेको थिएँ 7:55 को। त्यसरी धेरै कुराइहरू छ, धेरै पर्खाइहरू छ र पर्खाइ पश्चात ल 100% एमेरुल भनेको छ। यो भनेको 100% मेरो सम्भावना हुन्छ भनेको होला, बुझौँ यसरी। अब त्यो चाहिँ के हो, किनकि यो भनेको चाहिँ अब त्यसरी नै बुझौँ है। मैले त सुरुमा यो पक्कै पनि यहाँ बुकिङ भइसकेका पर्सेन्टेज देखाएको होला भन्ने सोचेका थिएँ। पछि चाहिँ किनकि यो यसको चाहिँ पर्सेन्टेज भन्ने यसको कोरियन भाषामा त्यो हो, तर चाहिँ यहाँ त्यो अनुसार त्यो देखायो कि भन्ने थियो। तर पछि अहिले बुझ्दै जाँदाखेरि चाहिँ मैले के रियलाइज गरेँ भने किनकि यो 30,000 40,000सम्म 99%बाट चाहिँ नघटिसकेपछि यसको चाहिँ अब मेरो बुकिङ हुन सक्ने सम्भावना अब बुझाउँछ। अब चाहिँ यसले पनि यो कन्फर्म हो म, किनकि यो भनेको चाहिँ एमेन्युअल भनेको चाहिँ बुकिङ पर्सेन्टेज हो, त्यसको चाहिँ पर्सेन्टेजहरू बुझिन्छ। र अझै पनि 1957 जना कुरिरहेका छन् र 1869 जना कुरिरहेका छन् र 99% चाहिँ मेरो बुकिङ हुने सम्भावना भनेर देखाएको छ। 99% भनेको त लगभग के नै हो र होइन, 1% त मैले किन मिलाउँदिनँ होला भन्ने लाग्छ।
र 1760 अझै पनि यहाँ कुरिरहेका छन् मेरो पालोमा आउनलाई। र यहाँ 29,119 टोटल कुरिरहेका छन् है। र मेरो पालो 1649 झरिरहेको छ। 479 मतलब 500बाट पनि तल आइसकेको छ साथीहरू। अब चाहिँ केही अब आशाको त्यान्द्रहरू पक्कै पनि अब अङ्कुराइरहेको हामी देख्न सक्छौँ। यो अङ्कुराएर अब 2 पाटे हुँदैछ। अब 431, 412, 395, 371, 368 हुँदै यो झरिरहेको छ साथीहरू। र अझै पनि उता 28,136 कुरिरहेका छन् टोटल साथीहरू। त्यो मध्ये कोही नेपालीहरू हुनु होला, कोही अरू देशका साथीहरू पनि होला, कोही चाहिँ कोरियनहरू होला, सबैजना होलान् है। र मेरो 284 झरिरहेको छ साथीहरू। 269 ल है साथीहरू। 247 झरिसकेको छ साथीहरू है। ल है ल अब चाहिँ केही छ है। अब यसमा केही छ। 205, 196, 177। त्यही भएर पर्खिनुपर्छ साथीहरू, पर्खिनुपर्छ। पर्खियो भने त केही पनि हुन्छ है। अब त 137 मात्र हो साथी हो। ल 125 मात्र हो साथी। अब चाहिँ 119, 111, 91, 82, 69, 53, 37, 18, 15, 0। ल साथी यो भयो नि। ओहो 8 बजी रहेछ। यहाँ ANZQTK भन्नु रहेछ। Offshore. यस्तो नि के काम कुराइसकेपछि त हुन्छ नि होइन। पुरा कुराइदियो लास्टमा छैन। कुनै पनि सिट रोड नभएको भएर ल धन्यवाद तपाईँलाई अहिलेसम्म हेरेर साथ दिनुभयो। कुनै पनि सिट नभएको भएर यो बिटिएसको कन्सर्ट भन्ने कुरा पनि हामीले टेलिभिजनमै हेर्ने भयो है त। हस् थ्याङ्क यू। कुनै पनि बुक गर्न सक्छ हो छैन आउनु त आए एङ्गल पेजमा त। तर चाहिँ 없어. 다 없어. 어떻게 할 수 있어? 없어. A도 없어, B도 없어, 블러도 없어. 그냥 블러도